उहाँको विशेष उपस्थितिमा आदर्श निर्माण मन्दिरले दाजुलाई बोलाउन चाहे। त्यस पछाडि म प्रमिला बहिनीलाई बोलाउँ। दाजुको एउटा छोटो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रा पूर्व अध्यक्ष पवन कन्दुरजीलाई आसन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी दिलीप पटलजीलाई नमस्कार, म शिवरतन जोशी, आदर्श निर्माण मन्दिरको वर्तमानको अध्यक्ष। आजको यस समारोहका प्रमुख अतिथि प्रसिद्ध हास्य व्यङ्ग्य कलाकार मदन कृष्ण सेठज्यू, हरिवंश आचार्यज्यू एवं विशिष्ट अतिथिगण, पर्यटन वातावरण मंत्रालयका मंत्री आदरणीय श्री भीम पराजुली जी, संस्थापक अध्यक्षज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, काठमाडौँ शाखाका अध्यक्ष संदीप कुमार अग्रवालज्यू, संस्थापक महासचिव तथा अग्रणी व्यक्तिहरू, विभिन्न मंचका साथीहरू, दाता, यस समारोहका जुन हाम्रो सहयोगी हातहरू छ उहाँहरू, समाजका विभिन्न समाजसेवी, राष्ट्रसेवक एवं सञ्चारकर्मी मित्रहरू तथा उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरू, ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग भवेत्। सबैभन्दा पहिले आदर्श निर्माण मन्दिरको यस स्वर्ण जयन्तीको ऐतिहासिक एवं गौरवशाली अवसरमा यहाँहरूलाई सम्पूर्णलाई केन्द्रीय समिति तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्ने पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। विक्रम सम्वत 2032 सालमा औद्योगिक नगरी विराटनगरको पावन भूमिबाट समाजमा व्यक्त नैतिक विचलन, अनुशासनहीनता र दुर्व्यसन विरुद्ध एउटा पवित्र अठोटका साथै आदर्श निर्माण मिशनको रूपमा सेवाको सानो बिउ रोपिएको थियो। त्यसबेला रोपिएको त्यो सानो बिउ आज 50 वर्षको निरन्तर निष्काम यात्राको पार गर्दै समाजलाई शीतल छाया र फल दिने एउटा विशाल र फलदायी वटवृक्ष बनेर उभिएको छ। हाम्रा पूर्वाध्यक्षहरू, संरक्षकहरू तथा अग्रजहरूको सुदृढ मार्गदर्शन र निष्ठाको बलमा आज संस्था राष्ट्रिय पहिचान र सामाजिक प्रतिष्ठाको उच्च बिन्दुमा उभिने सफल भएको छ। विक्रम सम्वत 2082 सालमा मैले नेतृत्व सम्हालेको विराटनगरको वर्तमान कार्य समितिको मुख्य संस्थाको साथलाई अझै उच्च बनाउँदै भावी पुस्तालाई सुसंस्कृत, अनुशासित, आत्मनिर्भर र राष्ट्रप्रेमी नागरिकको रूपमा तयार गर्नुपर्ने हो। हामी स्वास्थ्य सेवा, सामाजिक उत्थान, वातावरण संरक्षण, दुर्व्यसन मुक्ति र असहायहरूको सेवामा आफ्नो गतिविधिहरूलाई अझै
घनीभूत बनाउँदै लैजाने विश्वास दिलाउँदैछौँ। 50 वर्षसम्म निष्ठापूर्वक संस्थालाई मार्गदर्शन गर्नुहुने सम्पूर्ण पूर्व अध्यक्षहरू, अहोरात्र खट्ने काठमाडौँको शाखाका साथीहरू, विभिन्न मञ्चका स्वयंसेवकहरू, चिकित्सक, सञ्चारकर्मी, उद्योग व्यवसायी तथा सम्पूर्ण दाताहरू र मेरो नमस्कार। विराटनगरको जेठो मध्येको प्रमुख संस्था आदर्श निर्माण मन्दिरको स्वर्ण जयन्ती महोत्सवमा मलाई यहाँहरूको स्वागत गीत प्रस्तुत गर्न सुअवसर दिनुभएकोमा आयोजकज्यूहरूलाई प्रति हार्दिक आभार प्रकट गर्दैछु। साथै यस संस्थाको संस्थापक अध्यक्ष और यस गीतको रचनाकार आदरणीय श्री लक्ष्मणजी नेवटियाजी प्रति पनि हार्दिक आभार व्यक्त गर्दैछु। सभापति आदर्श जोशी जी, प्रमुख अतिथि को रूप में काठमाडौँबाट पाल्नुभएका प्रसिद्ध हास्यगायन कलाकार मदन श्रेष्ठ हेमस आचार्यज्यू, मञ्चासीन विशिष्ट अतिथिज्यूहरू, केन्द्रीय कार्य समितिका सदस्य साथीहरू, काठमाडौँबाट पाल्नुभएका सदस्य साथीहरू, हाम्रो निम्तो स्वीकार गरी पाल्नुभएका आमन्त्रित महानुभावहरू, आजको दिन मेरो लागि अत्यन्तै भाव बनाउने दिन हो, गौरवमय दिन हो, अविस्मरणीय दिन हो। 2032 सालमा जब म आफै एउटा किशोर अवस्थामा थिएँ, विराटनगरमा अन्तर्राष्ट्रिय संस्थाहरू थिए, स्थानीय संस्थाहरू, स्थानीय माटोमा हुर्केका संस्थाहरूको एउटा अभाव जस्तो मैले र त्यसैगरी हामीबीच प्रहरी परीक्षक श्री कपिल कटवालजीको उपस्थिति रहेको छ। उहाँलाई पनि हार्दिक स्वागत तथा सम्मान गर्न चाहन्छु। प्रयासबाट आज 50औं स्वर्ण जयन्ती समारोहको उपलक्ष्यमा हाम्रा स्वर्ण समितिका संयोजक पवन कौडेलजीले यो निकै मेहनत गरेर स्मारिका तयार पार्नु भएको छ। सर्वप्रथम उहाँलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद।
आदरणीय प्रमुख अतिथिज्यू महोदय, विशिष्ट अतिथिगण, संस्थाका संस्थापक एवं अग्रज व्यक्तिहरू, केन्द्रीय तथा शाखाका पदाधिकारीहरू, सम्पूर्ण सदस्य, शुभेच्छुक महानुभावहरू, सञ्चारकर्मी मित्रहरू तथा यहाँ उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइ, सादर नमस्कार। आजको यो दिन आदर्श निर्माण मन्दिरको इतिहासमा मात्र होइन, हामी सबैको जीवनमा पनि एउटा अविस्मरणीय र गौरवमय क्षणको रूपमा अङ्कित रहनेछ। स्वर्ण जयन्ती वर्ष मनाउने यस पावन अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक स्वागत, सम्मान तथा शुभकामना व्यक्त गर्दछु। 50 वर्षदेखि दूरदर्शी समर्पित तथा समाजप्रेमी व्यक्तिहरूले एउटा महान सङ्कल्प गर्नुभयो। उहाँहरूले विश्वास गर्नुभयो कि राष्ट्रको भविष्य उज्जवल बनाउन बालबालिकाहरूको चरित्र उज्जवल हुनुपर्छ। यही विश्वास र दूरदृष्टिका साथ आदर्श निर्माण मन्दिरको स्थापना भयो। संस्थाको प्रारम्भिक उद्देश्य बालबालिकाहरूमा मोइगु मौसिमा समय वालेंगे युवा वालेंगे थाता तुम सेचेने सेने हांगमा मोइगु मौसिमा फाल्गुनंद मोइगु मौसी पामांग सेंग लिंगदेन आत्मानंद मोइगु मौसी मामांग सेंग साबा पवित्र हांगमा ओ तागेरानी मागु मागे सेवाहरू उपस्थित आज यस स्वर्ण जयन्ती महोत्सवमा पाल्नुभएका सबै सज्जनवृन्द, आङसाम साम्युल किराँत धर्मको तर्फबाट आज यस स्वर्ण जयन्ती उपलक्ष्यमा सबै तपाईँहरूलाई हार्दिक शुभकामना म दिन चाहन्छु। आदर्श निर्माणको यो सिलसिलामा हाम्रो एक माङसेबुङ गाउँपालिका 5 पनि एउटा
क्षेत्रका अत्यन्तै लब्ध प्रतिष्ठित मानिसहरू उपस्थित हुनुभएको छ र सञ्चारकर्मीज्यूहरू सबैलाई म यो कार्यक्रममा उपस्थित भएर शुभकामना मन्तव्य पनि व्यक्त गर्ने र यो कार्यक्रममा सरिक हुन पाउँदा म आफूलाई गौरवान्वित महसुस गरिरहेको छु र वास्तवमा अघि हाम्रो सुमित खड्काज्यूले देखाउनु भयो भन्नु पनि भयो लागु औषधको विरुद्धमा एउटा गाना पनि तयार गर्नुभएको थियो। विराटनगरमा अहिले विशेष गरी मोरङ जिल्लामा खुल्ला सिमाना भएको कारणले लागु औषधको ठुलो समस्या छ र यो लागु औषधको समस्या चाहिँ एउटा ट्रिगरिङ इफेक्ट्सको रूपमा चाहिँ यसले समाजमा थुप्रै अपराधजन्य घटनाहरूको कारक तत्त्वको रूपमा लागु औषध भएको भएर अहिले जिल्ला प्रहरीकारले मोरङले जेठको 10 गतेबाट यो लागु औषध विरुद्धको महाअभियान सञ्चालन गरिरहेका छौँ। यसमा हामीले टिकटक प्रतियोगिता पनि गऱ्यौँ। 286वटा टिकटकहरू प्राप्त भयो र अहिले सबै पालिकाहरूमा हामीले यो महाअभियान सञ्चालन गरिरहेका छौँ। अब हामीले 7वटा जम्मा 17वटा स्थान पालिकाहरूमध्ये 7वटामा गर्न बाँकी छ, त्यो हामी गर्ने क्रममा छौँ। र यो आदर्श निर्माण मन्दिरले 50 वर्षको लामो इतिहासमा यो समाजमा अघि पनि मैले देखिरहेको थिएँ चरित्र निर्माण गर्ने, सामाजिक उत्थान गर्ने, देशको विकास गर्ने यो पवित्र लक्ष्यमा यो संस्था क्रियाशील रहेको छ। यो 50वटा वर्ष चाहिँ वास्तवमा समय मात्र होइन, यो संस्थामा जो जोडिनुभयो जसले यो आदर्श समाज निर्माणको लागि, चरित्र निर्माणको लागि, देशको विकासको लागि योगदान गर्नुभयो, ती सबै अत्यन्तै सहयोगी मनहरू, महान व्यक्तित्वहरू, उहाँहरूप्रति म सम्मान प्रकट गर्न चाहन्छु र उहाँले समाजको यो आदर्श समाज निर्माणको लागि जुन योगदान गर्नुभएको छ उहाँलाई म मुक्त कण्ठले प्रशंसा पनि गर्न चाहन्छु। हामी जिल्ला प्रहरी कार्यालय मोरङ विशेष गरी नेपाल प्रहरी जोडिएर काम गर्न पनि हामी आतुर छौँ, किनभने अहिले हामीले आदर्श समाज निर्माण गर्नु, यो आदर्श निर्माण गर्नको लागि, आदर्शयुक्त समाज निर्माण गर्नको लागि समाजमा समयको परिवर्तन सँगसँगै थुप्रै चुनौतीहरू छन्। अहिले साइबर क्राइमको समस्या छ, अघि यहाँका मैले भने लागु औषधको ठुलो समस्या छ, त्यो बाहेकको अन्य समस्याहरू पनि सडक दुर्घटनाहरू पनि भइरहेको अवस्था छ। यी सबै यहाँहरू र हामी मिलेर यो मन्दिरले जुन व्यक्तिको चरित्र निर्माण, सामाजिक उत्थान र देशको समग्र विकासमा भूमिका खेल्ने गरी आफ्नो 50औं वर्ष व्यतीत गरेको छ, यसको लागि हार्दिक शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद। अतिथि प्रमुख अतिथिज्यू अनि सम्बोधनलाई छुट्याउन चाहन्छु। राष्ट्र निर्माणको, समाज निर्माणको विभिन्न क्षेत्रमा योगदान पुर्याउने अमूल्य निधिहरू, समाजका निधिहरू, अमूल्य उच्च चेतना, दिव्य आत्माहरू, उपस्थित सञ्चारकर्मी, सबै भद्र महिला सदनले एउटा धम्य नीतिमा श्लोक छ। धम्य भने विभिन्न नीतिहरू छन्, त्योमध्ये अमन्त्रम अक्षरम नास्ति नास्ति मूल वनौषधम अयोग्य पुरुषो नास्ति योजक तत्र दुर्लभ। सबै अक्षरहरू मन्त्र हुन्, तर त्यो मन्त्र ओम केले मिलेर बन्छ भन्ने विषय, अर्थात् षोडक्षरी, पञ्चाक्षरी, अष्टाक्षरी मन्त्र बनेको छ कुरा। सबै जडीबुटी औषधि हुन्, तर केबाट सिटामोल बन्ने अथवा यसोबाट पानी बन्ने भन्ने कुरा। अयोग्य पुरुष नास्ति, यहाँ पुरुष भनेको सायद पुरुषत्वलाई भनिएको थियो, महिला पुरुष भन्ने शब्द होइन। सबै पुरुषहरू, महिला पुरुषहरू योग्य हुन्, तर त्यसमा पनि योजन गर्ने, त्यसलाई व्यवस्थापन गर्ने कौशल भएको चाहिँ दुर्लभ काम। जुन कुरा आदर्श मन्दिरले, आदर्श निर्माण मन्दिरले गरिराखेको छ, त्यसको लागि सर्वप्रथम यहाँको टिम 32 सालमा बाल संस्कार संस्था स्थापना भएको र आजसम्म जुन आयो, जसले लिडरसिप गर्नुभयो, फलोसिप गर्नु, जसका दृश्य हात सघाउनुभयो, उहाँलाई हार्दिक बधाई। र आगामी दिनमा यसले अझै उचाइ प्राप्त गरेर शुभकामना व्यक्त गर्न चाहन्छु। पहिलो विषय। दोस्रो विषय, कहिलेकाहीँ लाग्छ जीवनका सबै कार्यको उपस्थिति महत्त्वपूर्ण हुँदैन, कुनै महत्त्वपूर्ण हुन्छन्, कुनै कम, कुनै नभए पनि हुन्छ कुनै कुरा। एक्चुअली आज हामी सुरक्षाको सबै टिम केराबारीमा थियो बिहानदेखि भूमि सम्बन्धी समस्यामा। दोस्रो थियो उच्च खासै उपभोक्ता अदालतको विषय, र आज हामी नआउने प्लानमा थियौँ। म त पर्सनली मलाई शिवजीले मलाई फोन गर्नुभयो, तर म भेट्न चाहन्थेँ दुईवटा दिव्य आत्मा मौजूदलाई। मलाई दर्शन गर्न चाहन्थेँ कि यो कलियुगमा आदर्श यानि कि त्यो सर्टेन कोड अफ कन्डक्टमा, सर्टेन प्रोटोकलमा बोल्ने र गर्नेको भिन्नता कम गर्ने जोडी मात्रै मान्छु।
अहिले आदर्श, जीवनका आदर्श, समाजका आदर्श, व्यक्तिगत पारिवारिक सबै आदर्श स्खलन भएको बेलामा यो जुन जमर्को गरेर उहाँले ल्याउनुभयो, सायद उहाँलाई भेट्थेँ तर म आउँदैन थिएँ फ्रेङ्कली स्पिकिङ। तर उहाँले मलाई आइदिनुहोस् न एकपल्ट फोन गर्नुभयो। प्लिज चेक हेरेर मलाई यो संस्था थाहा पनि थिएन। म आएको 11 महिना भयो, धेरै भुल हुने रहेछ सायद म नआएको भए। किनभने एउटा मन्त्र छ, सर्वमूलम चरित्र, सबैको मूल चरित्र हो। अहिले तपाईँलाई घरमा बस्नुहुन्छ, एउटा फोन आइरहेछ अनि छोरीलाई भन्छ बाबा तपाईँ कहाँ हुनुहुन्छ भन्नुभयो भने बाबा छोरीको सिम्पल कुरा, अरूको त कुरै नगर्नु। फन्डामेन्टल बेसिक्स ह्युमन भ्यालुजमा साह्रै ठुलो इरोजन छैन। क्षमा गर्नु होला कि तपाईँ घरमा हुनुहुन्छ, कहाँ हुनुहुन्छ भने म मात्रै छु भन्दै पनि भयो, तर थाहा छ हामीलाई झुट बोल्नुहुन्न भनेर बेसिक फन्डामेन्टल छ मान्छेको, सत्य बोल्यो। तपाईँ घर र परवडे गर्नुहोस्, एथिक्समा नैतिकता सर्टेन कोड अफमा बस्नुहोस् न, अफिसमा यसरी काम गर्नुहोस् न। यस्तो बेलामा सो फन्डामेन्टलै इरर भइरहेछ, जहाँ आदर्शहरू खसिएका छन्। त्यो बेलामा जुन प्रयत्न 32 सालदेखि भारेछ, म रियली त्यो कुरालाई शब्दकोशीमा हुन्छ म कुनै शब्दले व्यक्त गर्न सक्दिनँ। मैले फिलिङ गरिरहेको छु कि यस्तो संस्था जसले कि आदर्शलाई बढिरहेको छ, जीवनका मूल्यलाई बढाइरहेको छ। आदर्श पुस्तकमा राम भन्थे हामीले, केही न केही थाहा छैन मलाई, सबैको आदर्श फरक होला। मलाई कुनै बेला लाग्छ यस्तो प्रोग्राम चलिहाल्छ, नगए पनि के फरक पर्ला, तर पछि लाग्दै गयो कि यो यस्तो प्रोग्राममा जान महत्त्वपूर्ण छ। विभिन्न कार्यरत गरेको रहेछ। आज आदर्श मन्दिर स्थापना गरेर जुन संस्थाले काम गर्नुभएको छ, आफूमा लाग्छ कुनै एउटा व्यावसायिक विरासतलाई सम्हाल्दै अनि महल जोडेर पनि ल्याउनु भयो। म यात्री भएर हिँडेको पनि वर्षौं वर्ष, अनुहार चाउरी परिसक्यो, कपाल सेताम्य भएर फुलिसक्यो, दाँत झरिसक्यो, कुप्रो परेर हिँड्छु, तर म गलेको छैन, गलेको छैन। म भाचुन्जेल यो यात्रा पनि तमसोमा ज्योतिर्गमय, असतोमा सद्गमय। अँध्यारोबाट उज्यालोतर्फ लैजानु छ समाज। मेरा बा खूब रक्सी खानु, रोग लागेर स्वर्गवास हुनुभएछ। म सानो, धेरै त सम्झना छैन। बामर्दा आमा रोएको देखेर म पनि रोएको। त्यति सम्झना यो मेरो कथाको डायरी। म मेरो कथा सुनाउँछु तपाईँ। आमा विधवा, सबै जिम्मेवारी आमाको काँधमा हाल्यो। हामी टुरा टुरी भयो। कयौं रात भुकै सुतेको, दुःखको कुरा। आमा बिडी पिउनुहुन्थ्यो। एक कान्छा चाल त अपिलोमा सरकारले भनेर मलाई दिनुहुन्थ्यो। म आमाको कुरा मान्थेँ। सक्दिनँ यार, हामी
जहिले यस्तो पानी कहिले नसुकिनु भयो अलिक बिस्तारै खाऊ न मुडा छ कि छैन मुडा दिनु न हो रक्सी थाप्न भनेको तिमीलाई दाजु गएको कहाँ गएको पैसा चाहिँ कसले दिन्छ पैसा दिनु पर्दैन खाएपछि दाम मुडा हैन पहिला
भोलि हुँदैन छोराछोरी स्कुलको फिस तिर्ने बेला भयो त फुलको पैसा तिरेर जाने हात लाउने भने दोकान नआएर खाने पैसा चाहिँ दिएर जाने यही गाउँको मान्छे हामी तपाईँको धेरै हल्ला हो तिमीले खाना पाएन तिम्रो पनि हल्ला हो यो हल्ला हो गएको हल्ला हो पैसा चाहिँ तिरेर जाने बसेर पैसा छैन साइकल हाल चढ मेरो पैसा कति थियो भन तपाईँले अझै पुगेको छैन कति थियो हेर्नुपर्छ खाता जुत्ता हो केटाहरूको पनि तिल दुल्लु जुत्ता भएको छैन तिमीहरूको पनि मैले दिएको जो पैसा नतिर पैसा तपाईँले दिनु तिमीले कहाँ पैसा दिनु मैले पैसा दिएको साइकल त बेचेको भने अरू के बाख्रा बेच्ने मैले पैसा दिएको सलाई के गरेको पैसाले पुगेन भने भोलि खसी ल्याइदिनु खसी यत्रो खसी छ तिमीहरू अरू नागेर खाउन दिँदैछु तिमीलाई अरू खान मन छ भने आइल म खुवाउँछु भाइ मेरो पछि आइज अरू खुवाउनु भयो बाटो लाग्यो अब पैसा बाँकी छैन नि कहाँबाट लकडा उठाएर ल्याएको बाप्रे झार्ला नि फेरि मर्ला मेरो घरवाली बाटो कहाँ हो भोलि आउनु अघि उठ्नु भएको बिहान दाल भयो अनि खोइ त चाल छैन त चाल छैन भनेर चाहिँ आमा बिहान साइकल लिएर गएको छन् मसँग पैसा मागिरहेको थिएँ मैले छैन पैसा भनेको त्यही साइकल लिएर जान्छु भन्दै थिएँ तपाईँको छोराको चारोमा ठिक छैन है आमा पनि भन्छ ल्याएर माग्नु पर्दैन त अनि घरको केही काम गरेर गाईलाई यसो खाना दिएको भयो त हुन्थ्यो छैन खसी बाख्रा दिए पनि कराइरहेको छैन दिनु छैन कुखुरालाई दिएको छैन केही गर्दैन पहिले आउँदा बुढी मान्छेमा आफै खेल स्कुल जाने हजुरको जुत्ता छैन मसँग त पैसा हुनु पर्यो नि त बाबुले 70 वर्ष भइसक्यो हेर्नु त पैसा आउनु चाहनु नयाँ लुगा छ हाम्रो मात्रै पैसा हुनु परेन आफ्नो भाग्य त खेल यस्तै गरेर सताएका थिए यत्रो ठुलो भइसक्यो यत्रो सानो लुगा लगाएर जानु
परिवारलाई पनि सिद्ध्याउँदैछौ। श्रीमतीका इच्छा खोइ, तिम्रा छोरा छोरीका सपना कहाँ गए? मर्नै मन छ भने मर एक्लै, नमार परिवारलाई। तमासा नदेखाऊ समाजमा। अति भयो, उज्यालो खोजा उज्यालो। किरा माकुरा जस्तो यो नारकीय अँध्यारो जीवन बाँच्न घिन लाग्नु पर्छ तिमीलाई। रक्सी खाने मतिया तिमी पनि होइन? मेरो यहाँ सबैतिर छन् साथी। मासु खान्छु, शरीर हेर्दै पत्या मासु। ए भगवान, के सोचिरहेको छु? छोराछोरी र आफ्नो पेट पाल्नको लागि नराम्रो व्यवसाय गरेको रहेछु। नराम्रो गरेका थिए, नराम्रो गरेका थिए। बदल, तिमीले आफ्नो बानी र विचार बदल्दा पेसा बदल्न पनि सक्छ। बदल। तपाईँ किन यो घामलागेको उज्यालोमा पनि सधैँ लाग्नु हुँदैन? यो घामले उज्यालो दिने भए समाज उज्यालो हुने। यो जुनले ताराले उज्यालो दिने भए समाज स्वर्ग। अगाडि पनि अँध्यारो छ, पछाडि पनि अँध्यारो छ। म उज्यालो खोज्दै हिँडेको छु भाइ। तिमी एकजना बदल्यौ भने धेरै उज्यालो हुन्छ। तिमी अरूलाई रक्सी खुवाएर, अरूलाई मानेर आफ्ना छोराछोरी पढाउने तिम्रो सपना छि। बदल। म त उज्यालो खोज्दै हिँडेको यात्री। म चाहिँ आमाको सेवा गर्छु। बुढी, मलाई माफ गर्नु। जति गल्ती गरेँ त्यसको लागि मलाई माफ गर्नु। ऊ बदलिन्छ भने माफी पनि। छोराछोरी हो, मलाई माफ गर्नु। म पनि आज उपरान्त पक्का हो? हिँड मेरो अभियान। आमालाई भित्र ल। बत्ती बल्दैमा उज्यालो हुँदैन। उज्यालो यहाँबाट निकाल्न सक्नुपर्छ। मैले रक्सी बेच्न छोडेको। घाम, जुन र ताराहरू आउँदैमा मान्छे र समाज उज्यालो हुँदैन। म उज्यालो खोज्दै हिँडेको यात्री। तिम्रो उज्यालो खोज्दै हिँडेको यात्री। सक्छौ उज्यालो प्राप्त गर्न, सक्दैनौ अरूको उज्यालो नहोस्। कि बदलिनु पर्छ कि मर्न तयार हो? म मृत्युका विरुद्धमा जीवनका लागि हिँड्छु। के तिमी मसँगै सहयात्री हुन सक्छौ? सक्छु गुरु। हिँड। म घरमा मेरो घर जाउँ, तपाईँलाई म एक मुठा साग पनि दिन्छु। लागि पनि बोकिदिन्छु। लौरो बोक्नु साग लिएर साग पनि मै बोकिदिन्छु साग। लागि मै बोकिदिन्छु। तपसोमा ज्योतिर्गमय। मेरो टिकट आइसकेको छ। पास भएको छ। ओहो छोरा, साबास छोरा साबास। मलाई तिमीसँग यही विश्वास थियो। लिनुहोस्।
भेरी गुड अब बाबु अगाडि के गर्ने विचार छ तिम्रो यहाँ ठुल्ठुला उद्योगपतिहरू मेरा आफ्ना साथी छन् तिमी भन्छौ भने म यिनीहरूसँग कुरा गर्छु फ्याक्ट्रीमा राम्रो जब दिलाउन सक्छु तिमीलाई होइन बुवा म यहाँ बस्दैन यहाँ पनि स्कोप नै के भन्छौ छोरा हाम्रो नेपालमा बसेर नेपालको विकासमा हात बढाउनुपर्छ किन स्कोप छैन र तिमी यहाँ बस म तिम्रो साथमा मेरो साथीहरू पनि सब अमेरिका जाँदैछ म उतै जान्छु टन्नै पैसा कमाएर आउँछु नो छोरा के भन्छौ अमेरिका यहाँभन्दा यति टाढा भोलि हामी तिम्रो आमा बुवा बुढाबुढी पनि भइसक्यौ अब भोलि कालगतिले हामीलाई छोडिदियो भने तिमी त अब तिमी आउन पनि सक्दैनौ किन चाहियो तिमीलाई अमेरिका यतै बस न यता बसेर के हुन्छ बुवा म उताबाट टन्नै पैसा कमाएर आउँछु म त भन्छु तपाईँ पनि जब छोडिदिनुहोस् होइन बाबा होइन हामीलाई टन्नै पैसा चाहिएको छैन हामीलाई थोरैले पनि पुगेको छ किन चाहियो र धेरै पैसा तपाईँले चाहियो भने किन हुन्छ पैसा चाहियो त बाबु म त यही भन्छु उता जति पैसा ठुलो देखिन्छ त्यति नै बिग्रिने साधनहरू पनि हुन्छ म त भन्छु बाबु यतै गर्छ फेरि पनि हेर तिम्रो प्रगतिमा म बाधा गर्न चाहदिनँ यदि तिम्रो यस्तै मन छ भने जाऊ तर एउटा कुरो विचार गर्नु त्यहाँ कुनै कुशल होइन बुवा म त्यस्तो चाहन्छु ठिक छ बाबु के गरौँ कसलाई भनौँ मन खुसी छैन किन होला छोराको कुनै फोन आइरहेको छैन कसरी अरू बतौलिउँ उसको त नम्बर पनि छैन अब त्यहाँतिर फोन आउँदा मैले फोन पनि गरेको थिएँ हे प्रभु बाट हेलो 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 नमस्ते अङ्कल ए भाग्यमानी बाबु भाग्यमानी पियुषको साथी बोलेको कहाँ अमेरिकाबाट हो हजुर अङ्कल अमेरिकाबाट ए साथी कहाँ छौ तिमीहरू पियुष कस्तो छ बाबु पियुषलाई ठिक छैन अङ्कल किन कुहिरेहरूको सङ्गतले गर्दा पियुषले ड्रग्सको बानी लागेछ जब पनि छुटिसक्यो 3 महिना त जेलमा बस्नु पर्यो थियो अब सुधार केन्द्रमा राखिएको छ अङ्कल 2-3 दिनमा छोड्ने कुरा छ बाबु मेरो एकचोटि कुरा गरौँ हेलो हेलो बाबु मेरो कुरा गरौँ बाबु उसबाट अङ्कल अब त उसको सुधार केन्द्रमा छुट्टी हुँदैछ म हजुरसँग कुरा पनि गराइदिन्छु र नेक्स्ट विक म नेपाल फर्किँदैछु म आफूसँग उसलाई पनि लिएर आउँदैछु टिकट काटिसकेको छ मैले ठिक छ बाबु एकदम जरुर नबिर्सिकन उसलाई लिएर आउनु बाबु यहाँ उसको आमा एकदमै विचलित गरेकी छिन् मलाई थाहा छ अङ्कल चिन्ता त तपाईँलाई पनि उत्तिकै भइरहेको होला आन्टीलाई त चिन्ता नलिनु अङ्कल आउँदो शनिबार साउन 30 गते हामी नेपाल आउँदैछ फर्का बाबु अनि पियुषलाई पनि सँगै लिएर आउनु ल हेलो हस् अङ्कल हुन्छ बाबु हुन्छ छोरा तिमी कहाँ थियो छोरा मलाई माफ गरिदिनु बुवा मलाई कुहिरेहरूको गलत सङ्गतमा परेँ म अब तिमी ठिक छौ नि महिनादेखि बल्ल म अलिअलि ठिक हुँदैछु ल बाबु केही छैन मलाई माफ गरिदिनु बुवा मैले तपाईँको एउटा सुनिनँ म होइन ठिक छ बाबु केही छैन बिहानमा बसेको मान्छे साँझमा यदि घर फर्किन्छ भने त्यो पनि एउटा शुभ सङ्केत हो त्यसलाई निराशमा नलेऊ म यहाँ छु नि तिम्रो बुवा तिमी चिन्ता नलेऊ अहिले पनि मेरा साथीहरू बारम्बार मलाई भन्छन् तिम्रो छोरालाई हामी जोड दिन्छौँ किन चिन्ता लिएको ल भन अब के गर्नुपर्छ तिमी यहीँ बस राम्ररी मन लगाएर काम गर उन्नति गर आफ्नो तरक्की गर आफ्नो इज्जत कमाऊ र म त यो भन्छु तिमी अरूलाई पनि यो सन्देश देऊ जसले गर्दा अरूलाई सबैलाई पनि यो ज्ञान होस् विदेशभन्दा हाम्रो स्वदेश नै राम्रो विदेशभन्दा हाम्रो स्वदेशमा बसेर काम गरौँ देशको विकासमा हात बढाउँ यस्ता कुलतबाट आफूलाई पनि बचाउँ र अरूलाई पनि बचाउँ जय आकाश जय नेपाल
कार्यक्रमको आदरणीय अध्यक्ष शिवरतन जोशी, प्रमुख अतिथि हामी सबै नेपालीहरूको मल मस्तिष्कको एउटा त्यस्तो उदाहरण व्यक्तित्व, एउटा प्रेरणादायी व्यक्तित्व, नेपालीहरूले हामी सबैले माया गर्ने, हामी सबैको गर्वको एउटा त्यस्तो दिव्यात्मा मह जोडी नामबाट चिन्नुभएका वरिष्ठ कलाकार, सबै नाम र विशेषण दिँदा पनि कम हुन्छ। आदरणीय बलम कृष्ण श्रेष्ठज्यू, हरिवंश आचार्यज्यू, त्यस्तै अर्ध शताब्दी पूरा भयो, ज्ञान ज्योति खोलेको आदर्श निर्माण मन्दिरको सेवा यात्रा चलेको स्वर्ण जयन्तीको यो अवसरमा नयाँ बाटो रोजौँ, नशा मुक्त सुन्दर समाजको जग खोजी हेरौँ। नशाको अन्धारोले जीवन बर्बाद पार्छ, हाँस्दै गरेको परिवारलाई आँसुभित्र झार्छ। छोडौँ अब नशाको बाटो, रोजौँ असल विचार, यसमै छ जीवनको खुसी, यसमै छ संस्कार। हातेमालो गरेर अघि बढौँ, आज नशा मुक्त बनाऊँ हाम्रो प्यारो समाज। नयाँ दुसरा
भट्टीमा बसिरहेको म पहिला सीमान कसैको भनेर कसैको बजाएँ रानी पार्कमा पुलिसहरू एक गरेर विभिन्न देशको विभिन्न नेपालको कसैहरू डान्सहरू देखाउने त्यो कुरा त्यहाँबाट फर्किँदाखेरि भट्टीमा लिएर साथीहरू त्यहाँ गडाइरहेको साथीहरू भेटेको थियो मलाई एउटा साथी देखेँ मुखले पनि भने हामी सब राखौँ मन खाने हामीले खाने पऱ्यो फेरि अर्को घटना छ त्यहाँ त्यो साथीको राखौँ भन्छ मलाई त्यस्तो भयो खाने एक दिन त घरमा टिका लगाएर अरू टिका लगाएर आज भन्ने साथी त्यहाँ नमान्ने त्यो साथीको नै गरिहाल्यो ओहो त्यो मनमा टाउको टाउको त्यो उठाउने अवस्था टाइम खाएँ भोलिपल्ट सन्देको अफिस गएको उत्तराष्ट्रमा भन्ने एकजना सङ्गीतकारहरू पुरानो उत्तराज मैले खाइदिएँ कोट्यायो के खाइदिएँ हो साथी होइन हो अरे साथी हो सत्य हो छोड्नु हो हो भन्न अब तिमी कलाकार अहिले रक्सी देखाएको त्यसपछि बसेको म त्यो रक्सी खाएर सबैले रक्सी भइहाल्यो म चाहिँ रक्सीबाट बसेँ गइसक्यो सुखै सुखमा बसेका मानिस यहाँ हुन्छ र मानिस यहाँ हुन्छ र बिर्सिने भन्छु मायालु मायामा त्यस्तो हुन्छ र पिरको भारी बोकेर कसरी जीवन काट्ने हो पिरको भारी बोकेर कसरी जीवन काट्ने हो आफ्नो मनले आफैसित कति कहिलेसम्म ढाकेर नसुन्ने भन्छ मायालु भुल्न सजिलो हुन्छ र नहुनुपर्ने भइसक्यो समय बितेर गइसक्यो सुखै सुखमा बाँचेको मानिस यहाँ हुन्छ र मानिस यहाँ हुन्छ। त्यसपछि 2033 सालमा मैले एसएलसी दिएर फेरि फेल गर्नुपर्छ। त्यसपछि 2034 सालमा मैले एसएलसी जाँचै नदिकन फेल गर्नुपर्छ। त्यसपछि 2035 सालमा मैले जाँच दिएर एसएलसी पास गर्नुपर्छ। यो 3 वर्षको 4 वर्षको ग्यापमा म कुलतमा पढ्न सक्ने ठुलो सम्भावना थियो र मेरो साथीहरू धेरै साथीहरू कुलतमा फसेर अब उहाँसँग पछि कतै आकाशमाथि भेटहरू पर्ने छ। पछि म चाहिँ त्यो बेलामा कुलतमा पढिनँ, म चाहिँ त्यो पिरियडमा सुरतमा पढेँ। यो रङ्गमञ्चको अनि माइकको त्यसपछि स्क्रिप्टको लेखनको कुलत होइन, त्यो सुरतमा पढेँ म। अनि मैले जीवनमा जति प्रगति गर्न सुरु गरेँ त्यही 4 वर्षको पिरियडमा मैले प्रगतिको बिउ रोपेँ। र एकजना मेरो आदरणीय गुरु हुनुहुन्थ्यो जसले मलाई रङ्गमञ्चमा डोर्याएर ल्याउनुभयो। अनि उहाँको बानी चाहिँ के थियो भनेदेखि म काठमाडौँको नक्सा भन्ने टोलमा बस्थेँ। त्यहाँ 15-16वटा भट्टी बसेर थियो। अनि म चाहिँ उहाँको सङ्गत गरेँ भनेदेखि यो कला रङ्गमञ्चमा उसमा मौका पाउँछ कि भनेर म उहाँको चम्चा, उहाँले होइन नभएको कुरा गर्दाखेरि म हो, अनि पछि लागेँ। अनि उहाँले पनि साँझ परेपछि एकजना साथी चाहिने रहेछ। म अब त्यो बेला
15-16-17 वर्षको थिएँ। मलाई च्याप्प हात समातेर लिएर जानुहुन्थ्यो। अनि उहाँ एउटा भट्टीमा बस्नुहुन्थ्यो। अनि एक मोहर 50 पैसाको स्वाट खाएर पनि मुख पुस्ने, अनि फेरि मलाई च्याप्प समातेर जाउँ भन्ने। फेरि अर्को भट्टीमा जानुहुन्थ्यो। फेरि त्यहाँ पनि एक मोहरको खाने, अनि त्यसपछि फेरि च्याप्प मेरो हात समातेर अनि अर्को भट्टीमा जाने गर्दा गर्दै 15वटा जति भट्टीमा छिर्नु। अनि सबैजना के कन्फर्म हो भने ठिक छ, महिनाको 15 रुपियाँ तिर्छ। मन छैन